हेलो नमस्ते साथीहरू। आलुको तितौरा कसलाई मनपर्छ? मन चाहिँ आलुको तितौरा आलु उसिने अनि तासे त्यसरी बाल्टीमा लगाएर फुट्टे अनि त्यस पछाडि यस्तो बनाएर यसलाई आलु मजाले तितौरा लगायौँ होइन। बहिनी पनि आएको छ, आमा छोरीले पनि आमा छोरी बहिनी भएर अनि अब तितौरा लगाइरहेको छौँ। मलाई चाहिँ एकदमै मन परेको हुनाले मैले चाहिँ बनाइरहेको छु होइन। हजुरहरूलाई पनि मनपर्छ कि त्यस पछाडि आलुको कतक कतक पारेर अलिकति रहेको थियो, सबै तितौरा नलगाएर अनि छोरीले चाहिँ के अरे पानीपुरी खाने भनेर अनि त्यसले पानीपुरीको पनि यहाँनिर के भन्छ यो फुलौरा के हो छोरो पुरी पानीपुरी बनाएर चाहिँ छोरा र छोरीले चाहिँ खाइरहेका छन्। यस्तो मिठो छ आलु अनि बहिनी आएको थियो, बहिनीलाई पनि आज